तो जङ्गल चाहिँ होइन खोला माछा पनि मारेछौ है माछा मार्ने माछा मार्न भनेर आएको माछा मार्ने अरू यस्तो छ उतातिर ढुकुर होइन चट्ट पोलपाल गरेर खाँदैछौँ आगो बल्दैछ आकाशबाट पानी परिरहेछ अब यस्तै छ यो चाहिँ कसले हामी तिमी आफै गाउँ भित्र लादी होला भित्र गुने होला के होला अहिले चाहिँ झोला माल्सी होला प्लिज बारी खोला त्यही हुँदैन नि एउटा त्यो चिरा नधुनी फेरि यस्तो गरेपछि मासमा छोडिन्छ यो छोडिन्छ बन्ने खोला तिमीलाई तातो आगम बोले क्या हो तातो हुनु जति चाहिँ यो आगम बोलेपछि यसरी छुटिन्छ यो टुँडोमा अलिकति यो टुँडो फाल्दैछु भाइ चटक्क अब यसलाई अलिकति यहाँ काङलाङ कोङलाङ त्यो भने ओए माछा झिक्नु ओए माछा माछाले माछा 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 छाएर अलिकति बलियो भएर उँभो लाग्नु पर्ने कहाँ मैले यहाँ बस्नु होइन माछा पनि छ है माछा चाहिँ ठुल्ठुलो ठुल्ठुलो माछा नि माछा 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 पनि ठुल्ठुलै छ है माछा चाहिँ ब्याउनी माछा पारेछ खाना ओहो माछा त ठुलै भयो त ब्याउनी माछाले भिजाउँछ क्या यो चाहिँ ब्याउनी माछा पारेछ साथी हो ब्याउनी माछा मायाले खाने हो केटाहरूले त खाँदैनन् माछा पनि छ कि माछा मारेर हानेको गएको थियौँ ढुकुर पनि मऱ्यो भुताल भुतुलै यस्तो यस्तो हार्छ डेली दिनमा यस्तो खान पाए त डाइट त खोज्नु जानु पर्दैन त आकाशबाट त पानी पर्यो त कहाँ बस्ने हो ए माग्ने अनि अब यो माछा त खानु पर्यो भाइ नेत्र आगो बाल्यो पानी परे पर्दैन यो अब शिकारमा खाइदियो जाने कुरो भन्न टोलियो माछालाई नि गराउने यो भातले माछाले सिल बनाऊ नि त ल हौ सिल बनाऊ नि केटा कस्तो मैले जौदौदे गरेर रुख हेर सिल बनाउँदा ऊ त्यो ढुकुर ऊ भइसक्यो ढुकुर डढिसक्यो मैले तिमीहरू खाली खानामा त कालो ढुकुरको मासु रातो छ टाउकोमा लाग्छ कस्तो सिधा प्लातामा त हाने त्यो भित्रकै गरे मैले त उडेको अरे भनेर लाग्छ त्यो भित्र मस्त डल्लो पऱ्यो माछा पनि आज अलि शिकार त कतिले भयो होइन नि भाइ ल यो चाहिँ ब्याउने ऊ सेतो पिलित्तै ए उता आगो बाला न आगो निमे उता हरि बिजोक भयो त यता ढुकुर पाकिसक्यो पाकेको नि अलि फरक यस्तो खेच्छ कि अलिक खिच्छौँ मुखमा म चाहिँ खान्छु तिमीहरू खिचा अब यसरी खाँदैछौ कसरी खाउँछु म सिकाउँछु एउटा ठुल्ठुलो माछा चाहिँ हालिदिनु पाके पाकेन उसको बारेमा पाक्योलाई ढुकुर त अलि भाँसेन कि उयो त माथि राख्यो छिट्टा कि हेर चट्ट है यसको नाम मुङ्रे यसको नाम झुङ्रे मेरो नाम मुङ्रे ल हेर यस्तो छ जङ्गल चाहिँ यस्तो छ पानी पर्यो त मुजी कसरी घर जाने हो
यसरी कसरी जानी कसरी खानी भन्ने म सिकाउँछु के त्यहाँ उन्न देऊ न उन्न तिम्रो हात म सिल बनायो भन्दा चाहिँ बनाउँदै यही सिल ल उन्न त तिमी उन न हत्तेरीका कस्तो माछाको बिजोग भएको म सिकाउन ढुकुर पनि मैले मार्नु पर्ने माछा पनि मैले मार्नु पर्ने अनि म माछा मार्ने माछ सिक्नेहरू पाएछ नि अरे किन अलिअलि पाएछ नि अरे एकछिन हेरौँ न यस्तो गर्ने होइन हेर्नुहोस् यसरी कति टेस्टी हुँदा आयो खच्चो राम्रो रहेछ ओहो त्यही हो माछा छ माछा पाक्ने छ दादा ओहो फिरा पकाएर फिरा नाम खाएछौँ के हुन्छ पानी त हरायो मलाई खाँदा मुझे कसरी बनाइसिल सोध्दै चाकको दानी परेको चाक हामीलाई त हुन्न हुन्थ्यो बुझ्छ क्या ढुकुर माछा खानु पर्छ के पनि चाहियो क्या बुढी चाहिँदैन यसरी खाएको खाना पाएर ल जङ्गलमा यसरी नै बसेर खाने अब के भनिदिने इकु पिताङ इक्कु बिताङ इक्कु चट्ट माछा पनि पकेछ अब ठुलो माछो रेडी भयो केटा हो सानो माछो खालि पाके छैन थाहा छैन अलि यता होला नि यता यता होइन ल्याउँदा यस्तो खाँदा यस्तो चावल नि खाँदा ल्याउँदा यस्तो चिसो यस्ताहरू मसियाले खाँदा न हँसियाले त मुझे पालक पुल्लु गएको छ समाता न तातो बढी गाउँको खाऊ टाउकोमा चाहिँ हुन्छ मुझे काँडा कत्रै तातो छ है इक्कु इक्ताङ होइन स्याम्बो गर्नु स्याम्बोको भाँडामा स्याम्बो भाँडा परेछ क्या यसो धुनु पर्ने हो त्यो काम फार भयो त्यो पनि चाहिएन क्या अब हामी चाहिँ अब डेली आइरहनु भए पनि हुनु भने डेली आइरहँदैन होइन डेली आउँथ्यौँ त हामी आउँदैनौँ एकचोटि आउने यस्तो खानु पाइन्छ कि भनेको आएको त्यही चारवटा माछाले भने 4 वर्ष नि एकचोटि आउँदैन अलिअलि खानु पाइयो यसो काम भइहाल्यो भने खाना पाइन्छ आउँछ अनि अब यस्तो आएको बारे मजा चाहिँ मजा छ है गर्छौँ हामी ढुकुर पनि भाताल भुतुल गरेर भुत्ला त्यहाँतिर छ अब यता माछा पाक्दैछ यो माछा त यतै हराउला जस्तो छ त साथी यो माछाको त मजी अनि केही पनि छैन त माछा मार्नेहरू खाऊ केटा खाऊ म भनिदिएर खाऊ म मासु खाला कतिवटा छ त्यहाँ अब एउटा होइन मुझे अनि 4वटा मार नि खाऊ खाऊ 4वटा अलि ठुल्ठुले आयो हुन्थ्यो माछा मार्नेहरू यसरी माछा खानुपर्छ यस्तो गर्ने होइन
कस्तो गयो भात को तातो तातो त आगो पोलेको हो क्या त्यही हो क्या तातो भात अब झोलसोल गरेर लाइन्छ अनि निगेर पोले खान् कि त्यो पनि भेट्यो यो पकाएर पकाएर खान्छु ल जानु जानु केटा अब हामी चाहिँ यति नै हो पैसा हालौँ भात यस्तो भयो आजको